मेरा बाको सङ्घर्ष बटुलेर आशाका त्यान्द्रहरू कस्नुहुन्थ्यो खुसीका थैली नपोखिने गरी हाम्रो भागमा परेको जति थाम्नुहुन्थ्यो घरको मूल खाँबो बनेर सबैको भार अत्तरभन्दा मिठो वासना आउने पसिनाले निथ्रुक्क भिजेको ढाका टोपीमा महामण्डलको फेदीबाट ल्याउनुहुन्थ्यो खरको भारी रछाउनुहुन्थ्यो घरको छानो लुकाउनुहुन्थ्यो बाबियोले चरचर काटेका हातका हत्केलाहरू भारीले पाछेर भएका घाउका ढाडका घाउहरू छोप्नुहुन्थ्यो गुन्द्रुके कपालले थाप्लोका खाडलहरू पटपट फुटेका गोडा आफू खाली गोडै हिँडेर भए पनि ल्याइदिनुहुन्थ्यो हामीलाई हात्ती छाप चप्पल पोको पारेर ल्याउनुहुन्थ्यो पिडालुको पातमा मेला जाँदा दिएको खाजा र सँगै बसेर खान्थ्यौँ हामी पढ्न लेख्न नजाने पनि जानेका थिए संसार आफू अन्धकारमै बसेर भए पनि हरदम प्रयास गर्नुहुन्थ्यो उज्यालो भविष्य कोर्न सन्तानको उज्यालो भविष्य हेर्न सन्तानको बाको पसिनाले धान झुलेको हुन्थ्यो बाको पसिनाले तोरी फुलेको हुन्थ्यो बाको पसिनाले चुलो बलेको हुन्थ्यो बाको पसिनाले हाम्रो संसार चलेको हुन्थ्यो बाको पसिना यतिमा मात्र सीमित कहाँ रहेछ र बाले आफ्नो सङ्घर्ष दुःख त कहिल्यै सुनाउनु भएन हामीलाई न त गुनासो नै गर्नुभयो बालाई सहनशीलताको आकाश त्यसै भनिएको कहाँ हो रहेछ र आमाले सुनाउनुहुन्थ्यो बेला बेलामा बाका सङ्घर्ष कथा र आमाका गुनासा उमेर रहन्जेल बा कहिल्यै घर बस्नु भएन रे कहिले पूर्व इलाम त कहिले दाङ त कहिले कहाँ कहाँ पुगिरहनुहुन्थ्यो रे ज्यालादारी गर्न बाको पसिनाले त देश जिचेको रहेछ नि हैन अङ्ग्रेजीको ए नजाने पनि स्कुलका आँगन नटेके पनि मेरा बाले कालो पाटीमा सेतो माटोले कख लेख्न सिकाएको अझै ताजै सम्झना छ मलाई राम्रोसँग अझै पनि ताजै सम्झना छ सिमीको पात मिचेर हरियो बनाएर सेतो कागजमा लेख्न सिकाएको रातो भाले बेचेर स्कुल ड्रेस किनेर स्कुल पठाएको खोरको घोरले खसी बेचेर दसैँ तिहार टारेको कोदो बेचेर स्कुल फिस तिरेको बाले नजाने पनि अक्षर जानेका छन् परिवार खुसी पार्न परिआएको अभावलाई टार्न आफ्नो इच्छा र चाहनालाई मार्न हामी सानो छँदा सानै छन् भनेर गुनासो कहिल्यै गर्नु भएन ठुला भयौँ लाखापाखा लाग्यौँ अहिले घर सुनसान छ बा आमा मात्रै छन् घरमा र सुनाउनुहुन्न अहिले पनि कहिल्यै पिर गर्लान् भनेर बिसन्चो भएको खबर पठाउनुहुन्छ सहरसम्म सधैँ सन्चै भएको खबर बाको सङ्घर्ष अझै पनि जारी छ थामेका छन् घरको मूल खाँबो भएर अझै घरको भार बा साँच्चै महान हुनुहुन्छ जो शब्दमा कहिल्यै बयान गर्न सकिँदैन।